40 वर्षको उमेर काटेपछि वेट अचानक बढेको देख्दै हुनुहुन्छ? यदि त्यसो हो भने यो भिडियो जरुर हेर्नुहोला। 5 ह्याबिट जसले तपाईको मेटाबोलिजमलाई स्लो गर्नेछ। नम्बर 1, प्रोटिन कम खानाले मेटाबोलिजम स्लो हुनेछ अनि मसल लस पनि हुनेछ। नम्बर 2, राम्रोसँगले निदाउनु भएन भने तपाईको हर्मोनलाई डिस्टर्ब हुनेछ अनि मेटाबोलिजम स्लो हुनेछ। नम्बर 3, एकदमै धेरै सुगर र कार्बोहाइड्रेट खानुभयो भने तपाईको सुगर स्पाइक हुन पुग्नेछ, जसले गर्दा इन्सुलिन हर्मोनलाई डिस्टर्ब पुग्छ अनि बडीले फ्याटलाई स्टोरेज गरेर स्टोरेज फ्याटको रूपमा राख्न सुरु गर्दछ। नम्बर 4, हमेशा तपाईले स्ट्रेस लिनुभयो भने तपाईको कोर्टिसोल लेभल हाई हुनेछ, त्यसैले पनि तपाईको मेटाबोलिजम स्लो गर्नेछ। नम्बर 5, जब तपाई एकै ठाउँमा बसिरहनुहुन्छ, बडीको मोमेन्ट हुँदैन, तपाई हिन्डुल गर्नु हुँदैन, त्यो समयमा पनि तपाईको मेटाबोलिजम स्लो हुनेछ। 40 वर्षको उमेर पछाडि क्रस डाइट होइन, ब्यालेन्स, न्युट्रिसन र बडी मुभमेन्टको जरुरी हुन्छ।